मलाई खासै डर लागेन। पाठी बोकेपछि बाख्रो पछि आयो फेरि। घोषणा गरिसके पछाडि ल त्यसो भए स्कुल बन्द नगर होइन, अब हामी माग पुरा गरिदिन्छौँ भनेर त्यतिखेर सरकार ब्याक भएको नि। धेरै ससानो बच्चाहरूले अलिकति बदमासी गरे, होमवर्क गरेनन् अथवा भनेको मानेनन् भने टिचरले, धेरै टिचरहरूले प्रश्न सोध्नुहुन्छ क्या, त्यो किन गरे भन्नुहुन्छ क्या है। अब एउटा बच्चाले त्यहाँ उदाहरणको लागि केही चिज बिगारिरहेछ अथवा रङ खेलिरहेछ अथवा पोखाइरहेछ भने किन पोखा सोध्नुहुन्छ क्या, त्यही आफैमा त्यो गलत छ। अहिले शिक्षण नै गरिरहेछु। कुन संस्थामा गरिरहनु छ? मैले फ्लोरेन्स नाइटिङ्गेल स्कुल इमाडोरमा। हामीले अघि जुन अनौपचारिक कुरा गऱ्यौँ, बिचमा चाहिँ एउटा कन्ट्रोभर्सी जस्तो विवाद पनि अनि चर्चामा पनि धेरै आउनुभयो सोसियल मिडियाबाट। हजुर। अनि त्यो अलिकति त्यो चर्चाको विषयमा जाउँ न। तपाईँ सोसियल मिडियामा एकदम धेरै त्यो तपाईँ एकदमै धेरै भाइरल भनौँ न, एक खालको भाइरल भन्नुभयो, त्यो टाइपको कुरा गरौँ न पहिला चाहिँ। अब पेसाले म शिक्षकै हो होइन, शिक्षक पेसामा लामो समय बिताइयो र लामो समयको पनि अब टाइमको जुन अनुपात भनौँ न, अनुपातको हिसाबले पनि रेसियोको हिसाबले पनि अन्य क्षेत्रमा लागे तापनि शिक्षणमा नै बढी भएको हुनाले अब त्यतिखेर शिक्षक आन्दोलन पनि चर्किरहेको थियो। अनि देशभरिका विद्यालयहरू पनि ठप्प गरेर देशभरिबाट सारा शिक्षकहरू आन्दोलनमा आउनुभएको थियो। त्यसले चाहिँ सबै हामी शिक्षकहरू लगायत सबैको चाहिँ ध्यान खिचेको थियो। अब त्यो बेलामा एउटा अभिनय गरियो, त्यसलाई चाहिँ धेरैले मन पराइदिनु भयो। पछि त्यसलाई निरन्तरता दिनुभयो केलाई? त्यो पछि तपाईँले त्यो खालको चाहिँ खास गरी तपाईँ टिकटकमा धेरै देखिनु भएको थियो है त्यो बेलामा। पछि त तपाईँको चाहिँ एकदमै फ्यान फलोवर ग्रुप पनि धेरै बढ्यो होइन? हजुर। अहिले कस्तो छ? अहिले त अब कस्तो छ भने खै ठिकै त्यस्तै। तपाईँ त एउटा शिक्षक होइन, अब पढाउने पढ्ने आफूले पनि सिक्दै सिकाउने खालको पेसामा हुनुहुन्छ। त्यहाँ चाहिँ त्यो मान्छेहरूले चाहिँ जस्तो फ्यान बनेर चाहिँ फलो गर्नेहरूले चाहिँ तपाईँलाई कस्तो खालको रेस्पोन्स गर्थे? त्यो टाइममा चाहिँ तपाईँलाई कस्तो अनुभूति भयो? त्यो फरक भयो नि त तपाईँको पेसाभन्दा? मसँग धेरै झुकिनु भएको होइन। अब कोही शिक्षकसँग धेरै दर्शक, आम दर्शकहरूको त के छ भने शिक्षकहरूले चाहिँ राजनीति गर्छन् भन्ने छ नि। अब कतिपय साथीहरूले एक्टिङ मन पराइदिनु भएर अलिकति प्रशंसा गरेको पनि देखियो। अब कतिपय साथीहरू यी शिक्षकहरू राजनीतिमा अब बाहिरी रूपमा शिक्षक हुन्, भित्री रूपमा राजनीति गर्ने हुन्, कुनै न कुनै एउटा पार्टीको झोला बोक्छन् भन्ने खालका त्यस्ता खालका गाली गलौजका कमेन्टहरू पनि आए। र विशेष गरी यो बिचमा पनि जुन हाम्रो एसईको रिजल्ट पनि नतिजा पनि नराम्रो आयो नि, त्यतिखेर पनि गाली चाहिँ मजाले खाइयो। इभन मैले त्यतिखेर 9-10लाई मैले पढाउँदैन थिएँ पनि होइन। त्यो चाहिँ के भन्दो रहेछ भने सोसियल मिडियाको एउटा मानिसले मान्छेप्रति गर्ने, आम दर्शकले हेर्ने एउटा दृष्टिकोण र धारणा पनि हुँदो रहेछ जस्तो लाग्यो। तर यथार्थता अलिकति त्योभन्दा फरक। शिक्षक त समाजमा अलिकति सम्मानित हुन्छ, सम्मानै गर्छन्। कतिमा अभिभावकले र विद्यार्थीले त सम्मान नै एकदम राम्रो सम्मान गर्छ। त्यहाँ त तपाईँलाई सम्मानित भएको अनुभूति हुन्छ, खुसी पनि हुन्छ। त्यहाँ गाली गर्दाखेरि चाहिँ के लाग्यो तपाईँलाई? कस्तो लाग्यो? पहिला त अलिकति असहज खालको महसुस पनि हुन्थ्यो। तर शिक्षण पेसा एकातिर भयो, सोसियल मिडिया फेरि चिज अर्कोतिर भयो। त्यो भएको हुनाले बिस्तारै के हुँदो रहेछ भने युज टु हुँदो रहेछ। तपाईँकै विद्यार्थीहरूले केही प्रतिक्रिया दिन्थे कि दिन्थेनन्, प्रत्यक्ष अथवा अप्रत्यक्ष? त्यस्तो विद्यार्थी नै यो भनेर ट्याक्कै भनेर चिनिँदैन सोसियल मिडियामा, मैले चिन्दिनँ होइन। तपाईँलाई त्यो त्यहाँ देखेर अनि स्कुलमा आएर तपाईँले भेट्दाखेरि भन्ने पनि थिए कि? त्यो त एज नर्मलै हुन्छ, जस्तो थियो त्यो पहिला जस्तै त्यस्तै हुन्छ विद्यार्थीहरूसँग अभिभावकहरूसँग। बरु चाहिँ सरको चाहिँ भिडियोहरू यसरी पपुलर भइरहेर चाहिँ भनेर चाहिँ सुनाउनुहुन्थ्यो। अनि कमेन्ट पनि कस्तो कस्तो आउने के भनेर सोध्नुहुन्थ्यो। कमेन्ट हेर्न हुन्न भन्दै थिएँ मैले। हजुर, हामी अलिकति त्यो बिचमा तपाईँको आएको कन्ट्रोभर्सीको कुरा पनि गरौँ। तर त्यो कन्ट्रोभर्सीले चाहिँ कोही अर्को व्यक्तिलाई चाहिँ नेगेटिभ असर नपर्ने गरी त्यो चाहिँ के थियो भनिदिनु न। अब हजुरले सोधिहाल्नुभयो, अब यसलाई उत्तर दिनु परिहाल्यो होइन। अब यसलाई चाहिँ अब
यो चलिरहेछ अहिले सिडिओ कार्यालयमा मुद्दा चलिरहेको छ। के हुन्छ कता हुन्छ त्यो केही थाहा छैन, तर पनि राजनीति अलिकति बढी हुने हो कि भन्ने चाहिँ मैले महसुस पाइरहेको छु। जो समन्वय गर्ने भनेर कसैलाई बोलाइयो भने पनि समन्वय गर्ने मान्छेले नै राजनीति चाहिँ अलिकति खेल्न खोज्दो रहेछ। मेरो अनुभव चाहिँ त्यो भयो। कहिलेकाहीँ चाहिँ यो व्यक्तिगत आपसी लेनदेनका सामान्य विषयहरू पनि यसरी बाहिर आइदिने रहेछन् है, त्यसले चाहिँ कस्तो अनुभूति हुन्छ तपाईँलाई चाहिँ? यो आपसी लेनदेन भन्दा पनि यो चाहिँ विद्यालयकै कुरो हो होइन। जब मान्छे अन्तिम चरणमा कहीँबाट न्याय नपाएपछि समन्वयका लागि चाहिँ जिम्मेवार तहका जस्तो अधिकारीहरूसँग अपिल गरिन्छ, प्याप्सन अनप्याप्सनदेखि लिएर कसैले पनि भनेको नटेरेपछि र अब एकरो प्रहार गरिसकेपछि अन्तिम विकल्प भनेको सुख दुःख पोख्ने भनेको सामाजिक सञ्जाल नै हो होइन। मलाई चाहिँ त्यस्तो लाग्छ। सामाजिक सञ्जालले चाहिँ अहिले मनको भित्रको कुण्ठा पोख्ने र अलिकति फ्रेस हुने ठाउँ चाहिँ दियो होइन। फ्रेस हुने ठाउँ र कतिपय कुराहरू पनि यस्तो हुन्छ समय बित्दै जाँदाखेरि यो कुरो के हो कसो भन्ने कुरा पो समाजले थाहा भएको हुँदैन। जस्तो मसँग जोडिएको प्रत्यक्ष मान्ने व्यक्तिहरूलाई त यो कुरा थाहा हुन्छ नि त। र त्यही कुरा मैले हजुरलाई 5 वर्षपछि भन्न चाहेँ भने त तपाईँ त कहाँ पुगिसक्नु भएको हुन्छ। तपाईँले 5 वर्ष अगाडि चाहिँ मलाई फिजिकली रूपमा चिन्नु भएको हुन्छ, भेट्नु भएको हुन्छ जति पनि त्योसँग सम्बन्धित व्यक्तिहरूले। तर 5 वर्षपछि त्यो कुरा प्रष्ट पार्नु पर्यो भने त त्यसको विकल्प भनेकै सामाजिक सञ्जाल हो नि त। तपाईँ पोखरामा जन्मिनुभयो है? पोखरा भन्दा पनि माथि हाम्रो धिताल गाउँपालिका माछापुच्छ्रे, अहिले चाहिँ माछापुच्छ्रे गाउँपालिका, त्यतिखेर धिताल गाविस थियो, त्यहाँ जन्मेको। पछि बाल्यकाल वहीँ गाउँमै बित्यो। अब बुवा आमाले धेरै सङ्घर्ष गरेर पढाउनु भयो, लेखाउनु भयो र बाल्यकाल अब करिब 5 वर्षसम्म हजुरबा हजुरआमासँगै बसियो र 5 वर्षपछि लगभग 4 किलोमिटर पर गाउँमा पहाडको ठाउँमा एकदम रात पऱ्यो भने खालि त्यो हजुरको भ्यागुता र झ्याउकिरीहरू मात्रै कराउने ठाउँमा लगभग त्यहाँ पनि लगभग 2 वर्ष जति बिताइयो एक्लै घर भएको ठाउँमा। पात्ली खेत भन्थ्यो त्यो ठाउँमा बसियो। हजुर, कतिजना भाइ बहिनी हुनुहुन्थ्यो तपाईँहरू? म कान्छो, म माथि एकजना दाइ हुनुहुन्छ, एकजना दिदी हुनुहुन्छ। हजुर, त्यो बेलाको समय दाजुभाइ अथवा भाइ बहिनीहरू त धेरै झगडा पर्ने यस्तो हुन्थ्यो कि हुन्थेन थियो? सामान्य त अब भइ नै हाल्छ, तर अब उतिखेरै मिलिहाल्छ नि, त्यस्तो चाहिँ हुन्थ्यो कहिलेकाहीँ। आमा त अब घरकै, बुवा गाविस सचिव, हजुर गृहिणी हुनुहुन्छ। गाविस सचिव भनेपछि त राम्रै एउटा सम्मानको पेसा थियो नि होइन गाउँमा? राम्रै मान्नुहुन्थ्यो त्यतिखेर, र त्यतिखेर रिस्की पनि थियो। मैले यता कता सुन्थेँ अलिकति। अब त्यतिखेर आन्दोलनका कुराहरूदेखि लिएर धेरै कुरा झेल्नुपर्ने हुन्थ्यो नि त। नेपालमा द्वन्द्व पनि भयो फेरि। त्यो कति सालतिरको त्यो समय, जुन समय सम्झिँदै हुनुहुन्छ त्यो कति सालतिरको समय थियो? त्यतिखेर 47तिर भयो कि 47 सालमा एउटा यस्तो खालको घटना घटेको छ कि बुवा आमा के थियो अब त्यतिखेर मलाई थाहा भएन, सानै थिएँ होइन, सानै अब ठिकै थिएँ भनौँ न। त्यतिखेर त्यो एक्लै घरमा कोही पनि हुनु भएन। साँझ पऱ्यो कोही आउनुहुन्छ कि भन्ने कुरै कोही पनि आउनु भएन। त्यस्तै बस्दो हो 8 जति बजेको थियो होला राति। घर एक्लै, अब पहाडको घर, अनि त्यसपछि अब डाँडा काँडा खोल्सा खाल्सी हुन्छन्। अब अन्य घरहरू पनि पातला घर, त्यो पनि लगभग 4 किलोमिटर पर मात्रै। अनि हजुरबुवा हजुरआमा अङ्कलहरूको जुन हामी जन्मेको घर चाहिँ अलिकति माथि थियो, धिताल भन्ने ठाउँमा। त्यतिखेर त्यस्तै 8 बजेको हुँदा हो होइन। अब त डर हुन्छ नि त। अब त्यतिखेर अब कस्तो उपाय लगाइयो कि एउटा बाख्रो थियो, बाख्राको पाठी थियो, त्यो पाठीलाई च्यापेर 8 बजे माथि हजुरबुवा हजुरआमा भएको ठाउँमा राति आइयो।
त्यतिखेर कस्तो डर लागेन होला क्या। त्यो पाठी चाहिँ साथी मलाई खासै डर लागेन। पाठी बोकेपछि बाख्रो पछि पछि आयो फेरि। भनेपछि उनीहरूलाई साथी लैजानु भएको? साथी लिएर। अब त त्यहाँ बस्नु त एक्लै डर भयो नि त। अब रातसम्म बुवा आमा दिदी दाईहरू नआउनु भएपछि त्यसरी गइयो। त्यो अहिले चाहिँ सम्झिँदा अचम्म लाग्छ त्यो चाहिँ बाल्यकालको। त्यति बेला बुवा आमासँग कतिको डराउने हुन्थ्यो तपाईँहरू? डर लाग्ने त्यस्तो हुन्थ्यो? आमासँग चाहिँ डर लाग्दैन थियो, बुवासँग चाहिँ डर लाग्थ्यो। इभन म मात्रै होइन, गाउँका हाम्रो उमेरका सबैजना डराउनुहुन्थ्यो। र अहिले पनि बुवासँग त डर नै लाग्छ। डर नै लाग्छ है। बुवाले पिट्नु भएको छ कहिले सानो बेलामा? बुवाले पिट्नु गर्नु भन्दा पनि अब अलिकति हप्काउने अब त्यस्तै। अब बुवालाई अलिकति पढे लेखेकै हुनुहुन्थ्यो नि त बुवा त्यो बेलामा। अनि त्यसै पढ्नुपर्छ भन्ने हप्काउने त्यस्तो चाहिँ गर्नुहुन्थ्यो। र बुवालाई देखेपछि हामी मात्रै होइन, बदमासी गरियो भने गाउँभरिका सबैजना डराउने। त्यति बेला उटपट्याङ कामहरू गरेको याद छैन? सानोमा? हजुर, सानोमा उटपट्याङ त याद छ, किन नहुने। सेयर गर्न मिल्ने कुनै छ त्यस्तो सम्झिन मिल्ने? एकपटक त्यो हामीले त पहिला बाँड भन्ने हुन्थ्यो नि, बाँड भन्ने चाहिँ खेलाइन्थ्यो होइन, त्यो बाँसकै धनु होइन, हामी बाँड भन्थ्यौँ क्या। बाँसको धनु बनाएर अनि बाँसकै तीर बनाएर अनि तपाईँको ठ्याक्क हामीले एउटा ग्यालिन थियो क्या, पानी पनि बोकेर ल्याउनु पर्थ्यो नि त। एक्लै घर थियो, अब पानी लिनलाई 2 किलोमिटर पर गएर खोल्साबाट ल्याउनु पर्थ्यो क्या। त्यो त्यतिखेर बुवाले त्यो ग्यालिन नयाँ ल्याउनु भएको थियो कि के ल्याउनु भएको थियो, मैले ठ्याक्कै त्यो ग्यालिनमा हालेको ट्वाक्क पाल परिहालेँ। एउटा चाहिँ त्यो छ। हजुर, पछि त लाग्यो होला है यस्तो किन गऱ्यो होला जस्तो। अनि बुवाको गाली खाइहाल्यो नि। अहिले तपाईँको आफ्नो बच्चाहरू छ कि छैन? छ है। हजुर। कतिवटा छ? सानै छ? मेरो 2वटा छ। सानै छन्? सानै भन्ने कि अब बाबु चाहिँ 11मा पढ्दैछ। हजुर। नानी चाहिँ 3मा पढ्दैछ। आफ्नो बेलाको उटपट्याङ त्यो समय चाहिँ अहिले छोराछोरीसँग कनेक्ट गर्दाखेरि कस्तो लाग्छ? त्यस्तै हो, अब बच्चाहरूले उटपट्याङ गर्ने उमेरै हो होइन। हजुर। त्यस्तै सोचिन्छ। अब अलिकति बढी उटपट्याङ गरे भने त सम्झाउनु पनि पर्यो। तपाईँको छोराछोरी तपाईँसँग डराउँछन् कि डराउँदैन? अब के भन्ने, तपाईँको बेलाको जस्तो कि तपाईँ जसरी बुवासँग डराउनुहुन्थ्यो त्यो बेला त्यो समय त अलि त्यस्तै पनि थियो, डराउने बुवासँग थियो। अब यो त उहाँहरूलाई सोध्नु पर्ला कि होइन। तपाईँलाई पनि थाहा हुन्छ नि डराएको नडराएको त। अब यस्तो हो, अब साह्रै उटपट्याङ गऱ्यो भने त डराउनु पनि पर्यो होइन। अब ठिकै छ भने त किन डराउनु परेन। आफ्नो गरिरहेछन्, पढिरहेछन्, लेखिरहेछन् भने त डराउनु पनि परेन। त्यो हो। शिक्षण पेसा चाहिँ कहिलेदेखि सुरु गर्नुभयो? शिक्षण ठ्याक्कै 59 सालदेखि। हजुर। सुरुवातको समय कस्तो थियो? तपाईँको शिक्षण अथवा शिक्षक बन्ने सपना नै थियो कि संयोगले शिक्षक बन्नुभयो? शिक्षण बन्ने संयोगले रहेछ। हामी प्रायः सबैको के हुँदो रहेछ भने एउटै व्यवसाय सुरुमा जे गरियो नि पढिसके पछाडि अथवा पढ्दै गर्दाखेरि, मैले त पढ्दै गर्दाखेरि शिक्षण सुरु गरेको हो। सुरुमा जे व्यवसायमा हात राख्यो नि, एसएलसी दिइसके पछाडि यसो अब व्यवसाय पनि गर्नुपर्छ अथवा इलम गर्नुपर्छ भनेर जे व्यवसायमा हामीले प्रायः सबैको मैले त्यस्तै देख्छु, सुरुमा हात राखियो र जब पहिलो तलब लिन थाल्यो नि, अनि प्रायः मानिसले त्यो बरु ठाउँ छोड्ला, पेसा चाहिँ परिवर्तन नगर्दो रहेछ। त्यो तलबको कुरा गर्नुभयो, पहिलो तलब त्यति बेला कति थियो सम्झिन मिल्छ, भन्न मिल्छ? मैले अब काठमाडौँमा आएर डल्लोमा अरुणोदय एकाडेमी भन्ने थियो। हजुर। 59 सालतिरकै कुरा हो। त्यतिखेर तलब मेरो 1500 थियो कि पर मन्थ। 1500 थियो? हजुर। पहिलो तलब आफैले काम गरेर पहिलो तलब लिँदाको अनुभव याद छ? त्यतिखेर कस्तो फिल भएको थियो? रमाइलो, खुसी लाग्छ नि, खुसी लाग्छ आफैले कमाएको भन्ने हुन्थ्यो। त्यतिखेर पहिलो तलब लिने बित्तिकै त्यतिखेर कोठा भाडा कति थियो? त्यस्तै 1200 थियो कि कति थियो? हजुर। भनेपछि त 1200 त कोठा भाडै तिर्नुपर्ने, बाँकी त 300 बच्यो। सङ्घर्षशील छ नि त जीवन। अझै पनि तपाईँको प्राइभेट स्कुलको टिचरहरूको
जिन्दगी सङ्घर्षशील छ नि। धेरै समस्याहरू छन् प्राइभेट स्कुलहरूमा, शिक्षकहरूका समस्याहरू जटिल प्रकृतिका छन्, अझै पनि हामी त्यो देखिरहेछौँ। त्यसपछि निरन्तर शिक्षक नै हुनुहुन्छ? त्यस पछाडि त्यो बरु ठाउँ स्कुलहरू परिवर्तन गरियो होइन, तर पेसा चाहिँ मैले अघि भने नि सुरुमा हजुर जे पेसामा लाग्नुभयो नि प्रायः मानिसको जिन्दगी त्यही पेसामा जाँदो रहेछ कि जस्तो लाग्छ। पेसा चाहिँ मान्छेले तपाईँको अनुभूतिमा चाहिँ तपाईँ शिक्षक हुनुहुन्छ, पैसा कमाउनका लागि शिक्षक बन्नुभएको हो कि पछि आएर तपाईँलाई चाहिँ मेरो जिम्मेवारी हो यो भन्ने अनुभूति पनि हुन्छ? सुरुमा त बाँच्नका लागि शिक्षक बने हो होइन, मैले अघि हजुरलाई सुनाइहालेँ। अब काठमाडौँमा यतिकै खर्चिलो जीवन छ, कमसेकम अलिकति साइड जब जस्तो पनि हुन्छ नि भनेर सुरु गरियो। गरिसके पछाडि अब पढाउन गइसके पछाडि त पेसागत मर्यादा बालबच्चाहरूको भविष्यको कुरा हुन्छ। अब कतिपय कुराहरू जानेका कुराहरू कुन एङ्गलबाट सिक्दछन् त त्यो तरिकाले पढाउनु पर्यो। अब कतिपय कुराहरू नजानेका विषयवस्तु नि आउँछन् सुरुमा त त्यो त आफूले पढेर पनि पढाउनु पर्यो। त्यही भएर पढ र पढाऊ भन्ने जुन छ नि यसलाई जहिले पनि हामीले आत्मसात गर्नुपर्छ। अहिलेसम्म कतिवटा स्कुल पुग्नु? सबै अहिलेसम्म प्राइभेटमै पढाइरहनु भएको छ निरन्तर? हजुर। कतिवटा स्कुल पढाउनु? मैले अब ट्युसन सेन्टरहरू पनि पढाएँ होइन, अनि ट्युसन पनि पढाइयो, त्यस्तै 10-15वटा जति पढाइयो होला। अङ्ग्रेजी पढाउनुहुन्छ तपाईँ? होइन, मेरो खास चाहिँ सब्जेक्ट चाहिँ मेरो नेपाली हो। ब्याचलरसम्म पढाइको आफ्नो विषय कुरा गर्दाखेरि नेपाली, इकोनोमिक्स र पोलिटिकल साइन्समा मैले ब्याचलर्स डिग्री गरेर फेरि 2004मा मैले फेरि आइटी पढेँ। त्यतिखेर आइटीको भर्खर थियो, इन्फर्मेसन टेक्नोलोजीको यो टियुतिर चाहिँ यो युनिभर्सिटी डिग्रीको कोर्स आएको थिएन। मैले यो इन्डियन युनिभर्सिटीबाट आइटी गरेर अनि फेरि कम्प्युटर साइन्स हो मेरो सब्जेक्ट चाहिँ अहिले पढाउने चाहिँ। हजुर हजुर। अब तपाईँले अघि कुरा गरिहाल्नुभयो शिक्षण संस्थामा विभिन्न समस्या छन् भनेर। तपाईँले काम गर्दै गर्दाखेरि त्यस्ता खालका समस्याहरू चाहिँ कस्ता समस्यालाई चाहिँ शिक्षकका र शिक्षण संस्थाका समस्या भनिन्छ? खास गरी यसो भनिन्छ नि त, जस्तो निजी क्षेत्रको शिक्षा जुन निजी क्षेत्रले चलाएको शिक्षा छ त्यो त अब व्यापार भयो भन्ने टाइपको विकृति भयो, धेरै व्यापारीकरण भयो। शिक्षा भनेको एकदम आधारभूत चिज हो, तर पनि व्यापारको रूपमा चाहिँ यसलाई लियो भन्ने जुन आरोप छ निजी शिक्षण संस्थाहरूलाई। तपाईँ त्यही सेक्टरमा पढाइरहने, आफैले पनि चलाउनु भयो अरे तपाईँले होइन? त्यही ठाउँमा पार्सियल्ली साझेदारी रूपमा चाहिँ साझेदारी भए पनि तपाईँ पनि त्यहाँ हुनुहुन्थ्यो। के लाग्छ तपाईँलाई चाहिँ? वास्तवमा यो शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भनेको एकदमै गम्भीर विषय हो। अब शिक्षा भन्दा नि स्वास्थ्य होइन, स्वास्थ्य भनेको चाहिँ झन् अझ प्रमुख चिज भयो, त्यस पछाडि आउने शिक्षा भयो दोस्रोमा। अब यी कुराहरूलाई प्राइभेटाइजेसन गरेर व्यापारीकरण भएको जस्तो पनि देखिन्छ र भइरहेको पनि छ। विभिन्न विद्यालयहरूले विभिन्न शुल्कका नाममा होइन अभिभावकहरूसँग चर्को शुल्क असुल्ने क्रम विभिन्न सामाजिक सञ्जालहरूमा, मिडियाहरूमा, समाचारहरूमा हामी सुन्न पाइरहेका छौँ होइन। अब शिक्षा यसै पनि नेपालमा दुई थरीको शिक्षा छ भन्ने खालको आम मानिसहरूको बुझाइ छ, प्राइभेट र पब्लिक होइन। यसरी यो सामुदायिक विद्यालय र निजी विद्यालय। अब निजी विद्यालयमा पनि अब हजुरले के लाएर हेर्नुहुन्छ भने त्यहाँ पनि अनेक वर्ग छन् क्या। सबै निजी विद्यालयहरूलाई एउटै डालोमा हालेर हेर्नु हुँदैन। मैले अघि भर्खरै एकजना अभिभावकलाई भेटेको थिएँ फी तिर्ने ठाउँमा। फी रहेछ त्यही 12-13 हजार। अभिभावकको अवस्था यस्तो दयनीय छ हेर्नुहोस् होइन। अब विद्यालयले पनि कम फी राखेको छ
अनि सबै विद्यालयहरूले त्यसरी हेर्छन्। अनि त्यो म्याडमले भन्दै हुनुहुन्थ्यो ठिक छ यसो अब अभिभावकसँग शुल्क नलिए स्कुलको अवस्था त्यो दयनीय छ होइन। अब अभिभावकसँग शुल्क लिउँ बिचरा कहाँबाट ल्याएर तिर्ने भन्ने उहाँको समस्या छ। कतिपय अभिभावकहरू त रुनुहुन्छ किनभने हामी त निजी विद्यालयमा लगानी गरेर साझेदारी तरिकाले चलाए पनि अलिकति भनौँ न ठिक्क खालको लेभलको त्यो खालको अभिभावकहरूसँग भेट भयो नि त हाम्रो त त्यो हो। अब कतिपय विद्यालयहरू अब हजुरको महिनामै तपाईँको 40-50 हजार फी लिने विद्यालयहरू पनि छन्। यो सबै फेरि हामीले यो सबै भएको कारण के गर्दाखेरि भन्दाखेरि हाम्रो सोचाइले हो क्या, हाम्रो सोचाइले हो। किनभने हामीले नै कसरी हेर्छौँ भने अब त फलानु छोरो त्यो विद्यालयमा पढाएको छ अब मैले पनि त्यहीँ लगेर राख्छु। हामीले कसरी हेर्छौँ भन्दाखेरि विद्यालयलाई नै होइन मान प्रतिष्ठा इज्जतको हिसाबले विद्यालय हामीले छनौट गर्छौँ। त्यो चाहिँ हाम्रो कमजोरी हो क्या वास्तवमा। शिक्षा त एउटै हो। हजुर अब यस्तो भयो नि त, त्यसो भन्दाखेरि त तपाईँको अर्थअनुसार तपाईँको भनाइअनुसार त विद्यार्थीहरू हामी कम मूल्य तिर्ने कम शुल्क तिर्ने ठाउँमा राखौँ, त्यसमध्ये पनि सामुदायिक विद्यालयहरूमा लैजाउँ भन्ने खालको कुराले त निजी क्षेत्रको अथवा निजी क्षेत्रको लगानी त खेरै जाने स्थिति पनि आउँछ। अथवा उहाँहरूले चाहिँ कसरी पाउनुहुन्छ विद्यार्थी? यसको लागि सरकारले एउटा मापदण्ड तोकिदिनुपर्छ र त्यो मापदण्डमा सबै विद्यालयहरू बस्नुपर्छ। अब हजुरले पनि नानीहरू पढाउनुहुन्छ होला। अब हजुरको नानीहरूको अब वार्षिक शुल्क कति आउँछ? वार्षिक शुल्क लिने भनेको त जम्मा 2 महिनाको फी बराबर मात्रै हो नि त होइन। 2 महिनाको फी बराबर बाहेक 1 रुपियाँ रकम बढी लियो भने पनि तपाईँको नगर सम्बन्धित पालिकामा गएर उजुरी हालिदिनुहोस्, जरिमानासहित त्यो पैसा फिर्ता गर्न लगाउँछ पालिकाले। अब यहाँ चाहिँ त्यस्तो देखिँदैन। जति मन लाग्यो त्यति वार्षिक शुल्क लिइदिने त्यो खालको प्रचलन पनि रहेको छ। अनि भर्ना शुल्क भन्नाले हजुर के बुझ्नुहुन्छ आम मानिसको बुझाइअनुसार? भर्ना शुल्क भनेको जब विद्यार्थी त्यो विद्यालयमा इन्ट्री गर्यो भने एकपटक मात्रै हो। त्यो विद्यालयको लाइफ टाइमसम्म त्यो नानी त्यहाँ पढिन्जेलसम्म एकपटक मात्रै हो। त्यो भएर अब यो त निजी विद्यालयहरूले चाहिँ सिर्जना गरेका पैसा कमाउनका लागि गरेका र अभिभावकलाई अप्ठ्यारोमा पार्ने चिजहरू भयो। आर्थिक भारी चाहिँ अभिभावकलाई बोकाउने, आफू चाहिँ कमाइरहने भयो। अनि सरकारसँग चाहिँ तपाईँहरू जस्ता मान्छे जो चाहिँ सचेत हुनुहुन्छ समन्वय गर्नुहुन्न? यस्तो हो, अहिले त सबै चिजहरू पालिकालाई दिएको छ। हजुर पालिकामा कर्मचारीहरू कम छन्। अब पालिका नै हो, पालिकाको शिक्षा शाखाले हेर्ने हो। अब शिक्षा सम्बन्धी के छन्, अब जस्तो शुल्क लिने प्रावधान के छ, छात्रवृत्ति सम्बन्धी प्रावधान के छ होइन, कतिसम्म शुल्क लिन मिल्ने हो, यो अनुगमन गर्ने चाहिँ मुख्य कुरो भनेको पालिकाले हो। पालिकालेमा चाहिँ कर्मचारी कम हुन्छन् शिक्षा शाखामा। उनीहरूले दैनिक क्रियाकलापहरू त गर्न भ्याइरहेको हुँदैन, अनुगमनको लागि को जाने। अब उनीहरू नेपालमा प्रचलन के छ भने प्राय उजुरी परिसकेपछि मात्रै बल्ल अनुगमन जाने भन्ने छ। त्यो अब तपाईँ आफैले तपाईँ शिक्षक पनि हुनुहुन्छ, विद्यालय सञ्चालक पनि हुनुभयो। कोही अभिभावक जो चाहिँ आफ्नो बच्चाको शुल्क तिर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ कसरी ट्रिट गर्नुभएको छ तपाईँले व्यक्तिगत रूपमा? कोही त्यस्तो मान्छेलाई चाहिँ यस्तो समस्या त धेरै हुन्छ नि। हेर्नुहोस् अब कस्तो हुन्छ भने अब म हजुरलाई उदाहरणको लागि भन्छु। कतिपय अभिभावकहरूको फी तपाईँको वर्षौँ 4-5 वर्षसम्म पनि नतिर्ने क्या, 1-1.5 वर्षसम्म पनि। अनि एक्जाममा प्रायः जस्तो यो प्राइभेट स्कुलहरूले यो एडमिट कार्ड भन्छन् होइन, अनि त्यस पछाडि एडमिट कार्ड नभइकन एक्जाम दिनु पाइँदैन भन्ने खालको। अनि मैले त यो धेरै हुने अभिभावकहरूलाई त के भन्थेँ भने चाहिँ हुन त अहिले म कहीँ जिम्मेवार ठाउँमा छैन। अनि अब के हुन्छ होला, आफूलाई समस्या, अभिभावकलाई समस्या, बच्चालाई समस्या। जब एक्जाम आयो कि
तपाईँको तनावको चटारो सुरु भयो। मैले त हजुरको एकपटक 1.5 लाखसम्म हुने अभिभावकको तपाईँ यो 1.5 लाख पर्दैन, 50,000 मात्रै तिर्दिनुहोस्, तपाईँलाई पनि निद्रा नलाग्ने मलाई नलाग्ने होइन। अब भोलि नानीको एक्जाम छ, पैसा छैन, 1.5 लाख पुगेको छ, अब त अभिभावक त रातभरि सुत्नुहुन्न नि त होइन। अब बरु 50,000 तिर्नुहोस्, बाँकी सब मिना भनिदिएपछि ल्याएर पनि तिर्नुहुन्थ्यो क्या। त 50,000 पनि नहुने अभिभावक पनि होला नि त। अब त्यस्तो त भन्ने त अब हुँदैन, प्राइभेटमा राखिसके पछाडि कहीँबाट जो गर्नुहुन्छ होला होइन। तर अहिले भर्खरै अभिभावकहरूको हेऱ्यो भने छैन क्या। अब पहिला त कस्तो थियो भन्नुहुन्छ भने ज्यामी मजदुरी गरेर पनि अब दिनमा 1,000-1,500 कमाइहाल्ने, त्यो भएपछि महिना 30-35,000 भयो, अरू बाँकीले टारे पनि नानीहरूलाई 2,000 रुपियाँ महिनाको चाहिँ स्कुलको फी शुल्क तिर्नलाई पहिला समस्या थिएन। अब यो पछिल्लो चरणमा के भयो भने यो रोजगारी पनि घटेको हो कि यहाँको मुद्रा बाहिर गएको हो कि होइन, अथवा विदेशमा जानेहरूले पनि अब नेपालमा भविष्य छैन, यतै सेटल हुनुपर्छ भनेर पैसा पठाउन छोड्या हो कि, त्यो भएर चाहिँ यहाँको चाहिँ मुद्राको चलायमान स्थिति नभएको कारणले गर्दाखेरि चाहिँ ल्याक अफ मनी भन्छ नि, पछिल्लो समय चाहिँ अलि जटिल भएर आएको छ। तपाईँले स्कुल पढाउँदै गर्दाखेरि जस्तो अब यो जटिल समस्या त देख्नु भएको छ। हाम्रो समुदाय वरिपरिको सामान्यतया बुझाइ चाहिँ के छ भने अलिअलि पैसा भए मान्छेले त प्राइभेटमै राख्ने हो भन्ने जुन कुरा छ, र केही काम नलागेका केही सिप नलागेका बच्चा मात्रै सामुदायिक विद्यालयमा जाने। बच्चालाई हामीले काम नलागेका त भन्न मिलेन होइन, त्यो अन्यायपूर्ण हुन्छ। जसको अवस्था निम्न स्तरको छ त्यो मान्छेको दृष्टिकोण के हेर्ने दृष्टिकोण चाहिँ त्यस्तो खालको यो सामुदायिक विद्यालयमा पढ्ने यसलाई त केही नै आउँदैन भने जस्तो सोचाइ पनि देखिन्छ नि होइन। सामुदायिक विद्यालयमा पढेकाले अहिले देश चलाइरहेछन् होइन। उहाँहरू इभन हामी पनि सामुदायिक विद्यालयमा पढेको हो र अब हामीले र त्यतिखेरको अवस्था के थियो भने सबै अभिभावकहरूले शिक्षालाई वर्गीय हिसाबले हेर्दैन थियो। मैले अघि भने नि त होइन। अब जस्तो म ठिकै आर्थिक अवस्था छ, म पनि त्यही विद्यालय गइरहेको छु, अब अर्को कोही अङ्कल आन्टी अलिकति धनी हुनुहुन्छ उहाँका छोराछोरी पनि त्यहीँ गइरहेछन् भनिसकेपछि सबैको के भने चासो चिन्ता पढाइको विद्यालयको सुधार भएको छ कि छैन, पढाइ राम्रोसँग भएको छ कि छैन, सबैको ध्यान त्यतातिर केन्द्रित हुने भयो। अनि जब यो पछाडि यो शिक्षाको व्यापारीकरण भएको त यो पछाडि हो क्या। जब यो शिक्षा निजी शिक्षालाई कम्पनीमा लाने काम गरियो नि त्यस पछाडि अनि व्यापारीकरण हुन थालेको हो क्या। त्यसपछि विद्यालय होइन कि कम्पनी हो क्या खास। यहाँ चाहिँ के छ भन्नुहुन्छ भने यहाँ मानिसले फलानु स्कुल भनेर बोर्ड राख्नुहुन्छ नि, त्यो पनि कानुन त त्यो सही छैन क्या। फलानु स्कुल प्राली भनेर राख्नुपर्ने हो क्या बोर्ड चाहिँ। नेपालको नियमले त्यो भन्छ, स्कुल ऐनले त्यो भन्छ प्राली भए स्कुल होइन नि त यो त हामी तपाईँले बाटोमा जाँदा 10वटा स्कुल देख्नुहुन्छ, इभन ठुल्ठुला हजुरको सांसदहरूको पनि स्कुल देख्नुहुन्छ, ती सबै प्राली हुन् क्या। तर हामीलाई स्कुल मात्रै राखेका हुन्, पछाडिको प्राली मेटेर राखेको हो क्या झुक्याएको हो। यो अवस्था छ क्या। अभिभावकलाई झुक्क्याएर अब तपाईँको बच्चा हामीलाई दिनुहोस् भन्ने अनि पैसा खाने खालको। यो ठ्याक्कै यति सालतिर त होइन, यो सायद यो लोकतन्त्र आएपछि नै जस्तो लाग्छ, 63 सालतिर हो कि जस्तो लाग्छ प्राली बनाएको। हजुर, तपाईँले यसरी भन्दाखेरि हाम्रो ऐनहरूमा चाहिँ सुधार गर्नुपर्ने, जस्तो अब स्कुलहरूलाई प्राली बनाएर स्कुललाई एउटा प्राइभेट कम्पनीमा शिक्षा ऐनलाई सुधार गरेर सबै गुठीमा जानुपर्छ भनेर परार एकपटक सरकारले ल्याउन लागेको थियो नि, प्रचण्डको सरकारले होइन। अनि त्यतिखेर सबै प्राइभेट स्कुलहरूले आन्दोलनको घोषणा गरे नि त। आन्दोलन पनि प्राइभेट। अनि आन्दोलनको घोषणा गरिसके पछाडि ल त्यसो भए स्कुल बन्द नगर होइन, अब हामी माग पुरा गरिदिन्छौँ भनेर त्यतिखेर सरकार ब्याक भएको हो नि। हजुरलाई याद छ कि छैन? याद छ। अब यस्तो त्यसरी त निजी स्कुलहरूको झन् त्यो दादागिरी जस्तै देखियो नि त होइन। हामी त जसरी पनि लुट्छौँ, लुट्न दे हामीलाई भन्ने टाइपको भयो। सबै निजी विद्यालयले लुटेका छन् भन्ने होइन। मैले अघि भने नि कतिपय निजी विद्यालयमा त्यस्ता खालका पनि समस्याहरू छन्। मैले अघि नै एउटा निजी विद्यालयमा हेरेर आएँ, बिचरा अब स्कुलको हालत त्यो छ, अब नचलाउँ
अभिभावकसँग शुल्क नलिउँ, उता टिचरलाई दिनु पऱ्यो, घर भाडा तिर्नु पऱ्यो, अनेक समस्या छन् होइन। लिउँ अभिभावकसँग शुल्क लिउँ, अभिभावकसँग भरे के खाने भन्ने समस्या छ, फी तिर्ने त कुरै छोडिदिनु न, त्यो समस्या आइसक्यो। अब अलिकति तपाईँको व्यक्तिगत जिन्दगीतिर जस्तो तपाईँको बच्चाहरू चाहिँ तपाईँले आफैले पढाएको स्कुलमा पढाउनु भयो पढाएको? आफूले जहाँ पढाइयो त्यहाँ चाहिँ पढाइयो होइन। त्यसपछि आफूले पढाउन छोडेपछि अब अन्तै पढ्न थालेँ। आफ्नै विद्यार्थी आफूले पढाउने ठाउँमा अरू विद्यार्थी र आफ्नो बच्चाहरूमा चाहिँ के फरक हुँदो रहेछ एउटा टिचरको दृष्टिमा? अलिकति बच्चाहरूले कतै कतै मेरो सर, मेरो बाबा मम्मी, सर म्याम हो भनेर अलिकति क्रेडिट लिन खोजेको कि त्यस्तो चाहिँ देखिन्छ, अलिकति फाइदा लिन खोजे जस्तो बच्चाले। अनि त्यो चाहिँ हुँदो रहेछ कि जस्तो लाग्यो। हजुर, अथवा टिचर अभिभावक एउटै भएपछि तपाईँको दृष्टिमा चाहिँ के हुने रहेछ? त्यस्तो त हुँदैन, आफ्नो बच्चा र अरूको बच्चा फरक चाहिँ हुँदैन। तर टिचरहरूलाई कहिलेकाहीँ उनीहरूलाई नै अलिकति टाइट गर्नुहोस् है, फेरि नटेर लान्छ भनिरहनु पर्ने रहेछ। नटेर्ने हुन्छ है एउटा स्कुलमा, अलिकति त्यो चाहिँ समस्या हुँदो रहेछ। मेरो मात्रै होइन, धेरै टिचर्सहरूको त्यस्तो सुनिन्छ क्या। प्रायः कतिपय चाहिँ हुन त यो सबैकोमा लाग्नु होला, आफैले पढाउँदाखेरि टिचरको बच्चा चाहिँ अलिकति अरूभन्दा अलि एक्स्ट्रा ट्यालेन्ट हुने हो? त्यस्तो त हुँदैन, त्यस्तो होइन। त्यो त अब उनीहरूलाई प्रकृतिले के दिएको छ होइन, अनि वातावरणले के दिएको छ, सबै चिजले हुने हो नि त बच्चा। त्यो बच्चाले चाहिँ जस्तो स्कुलमा चाहिँ आफ्नो बच्चालाई कहिलेकाहीँ चाहिँ पनिसमेन्ट पनि गरिन्छ होइन, भनेको आफै टिचर भइसकेपछि त गरिनु नै पऱ्यो नि त। घर गएर त्यसको रियाक्ट गर्ने हुन्छ कि हुँदो रहेछ कि हुँदो रहेछ? पनिसमेन्ट भन्ने त अहिले त अब होइन, सामान्यतया केही न त हुन्छ नि त, केही कारवाही चाहिँ हुन्छ। बच्चालाई यस्तो भन्छ, अब एउटा सिद्धान्तले के भन्छ भने बच्चाहरूलाई धेरै ससाना बच्चाहरूले अलिकति बदमासी गरे, होमवर्क गरेनन् अथवा भनेको मानेनन् भने टिचरले, धेरै टिचरहरूले प्रश्न सोध्नुहुन्छ क्या, त्यो किन गरे भन्नुहुन्छ क्या है। अब एउटा बच्चाले त्यहाँ उदाहरणको लागि केही चिज बिगारिरहेछ अथवा रङ खेलिरहेछ अथवा पोखाइरहेछ भने किन पोखा सोध्नुहुन्छ क्या, त्यही आफैमा त्यो गलत छ। उसले किन पोखाइरहेछ, उसलाई के थाहा बिचरा, किन पोखा भनेर अझ हामी सोध्छौँ क्या, कि पोख्नु हुँदैन भन्नु पऱ्यो होइन। उसलाई थाहा छैन नि मैले किन यो गरिरहेको छु भन्ने नै थाहा छैन, अनि हामी टिचरले अलिकति नबुझेर हो कि किन गरे भनेर सोध्छौँ। र टिचरहरूले चाहिँ म धेरै साथीहरूलाई भन्छु, त्यस्ता प्रश्नहरूको नानीहरूसँग उत्तर हुँदैन होइन। अब दौड्यो एउटा बच्चा, किन दौड्यो किन दौड्यो बच्चा, दौड्यो, त्यसको उत्तर बच्चासँग हुँदैन नि, किन दौड्या भनेर सोध्नुहुन्छ कि टिचरहरूले होइन, किन होमवर्क नगरे होइन। त्यसो भन्दा पनि मलाई यो मन पर्दैन है भनेपछि सर म्यामलाई यो मन नपर्दो रहेछ, किनभने बच्चाहरूले त टिचरकै अनुकरण गर्न खोज्छ नि त। त्यो यो हाम्रो शिक्षण पद्धति तपाईँले कुरा गरिहाल्नुभयो होइन, यो सिकाइ चाहिँ किन कमजोर भएको हुन त अब भनिहालियो। अब विद्यालय सञ्चालकहरू प्रणाली चलाउने पैसा कमाउने ध्यानमा, अनि टिचरलाई चाहिँ ट्रेनिङ अथवा सिकाइ कसले सिकाउने टिचरहरूलाई भन्ने खालको स्थिति पनि छ है। त्यो छ। टिचर्सहरूको कस्तो छ भने स्कुलको पनि समस्या छ क्या। एउटा टिचर्सले अहिले राम्रोसँग एउटा विद्यालयले लगानी गरेर टिचर्सलाई अलिकति ट्रेनिङ दियो, अनि अर्को साल फेरि झप्प अर्को स्कुल गइदिइहाल्नुहुन्छ क्या, त्यो पनि समस्या छ क्या, विद्यालयकै नि समस्याहरू छन्। अब अघि भने हामीले सुरुमा तपाईँले पनि कुरा गर्नुभएको थियो 1500 स्यालेरी आउँदाखेरि 1200 कोठाको भाडा। अब अहिले पनि त्यो समस्या जस्ता त्यस्तै छ। अहिले अमाउन्ट अलिकति बढी होला हैन, 10,000 कोठाको भाडा तिर्ने 15,000 तलब हुने हो, त्यो समस्या छ नि, त्यति पनि छैन। अनि यो के देख्नुहुन्छ तपाईँले यति धेरै स्कुलहरुमा पढाउनु भयो, टिचरहरुको त एकदम थोरै स्यालेरी छ है अहिले पनि छ। उहाँहरूले त्यो दुःख चाहिँ पोख्ने ठाउँ बनाउनु भएको चाहिँ छैन कतै, हाम्रो स्यालेरी थोरै भयो बढाउनु पर्यो, हाम्रो पनि यो सुधार गर्नु पर्यो भनेर? त्यो त प्रायः जसो अब टिचरहरूले दुःख पोखेकै पाइन्छ। हजुर,
तर विद्यालयको हालत पनि मैले अघि भनिसकेँ नि, त्यो हालतमा नि छन् विद्यालयहरू। अब यसो भए यसरी त किन विद्यालयहरू चलाउनु त नि? अब टिचरलाई पनि दुःख दिने, उता अभिभावकलाई पनि दुःख दिने, यो तरिकाले स्कुल चाहिँ चलाउनु चाहिँ किन? यो कस्तो भयो भन्नुहुन्छ भने कोही विद्यालय धेरै ठुला भए, कोही चाहिँ साना भए क्या। त्यो कारणले तपाईँको समाजमा आएको समान वितरण हुन पाएन क्या, होइन? होइन, कतिपय विद्यालयहरू देख्नुभएको छ 3-4 हजार विद्यार्थी भएका नि छन्, प्राइभेट स्कुलहरू पनि, होइन? त्यो त अब त्यो प्रणाली नै भइसकेपछि त कम्पिटिसन त गर्नु पर्यो, उहाँहरूले बढी तान्नु पर्यो। त्यो त हो। त्यसो उहाँहरूको क्षमता पो लैजानु भयो धेरै, त्यसमा त क्वेसन गर्ने ठाउँ त छैन हाम्रो कानुनी संरचना। यो त बाध्यता छ नि त। अब जस्तो भनौँ न, तपाईँले आजसम्म 15,000 तलब खाइराख्नु भएको छ, भोलि त्यो भएन भने तपाईँको परिवार कसरी चल्ने? त्यही भयो नि त, केही न केही प्लस त भयो नि त। त्यो अवस्थाले बसिराख्नु भएको छ नि त। अब कतिलाई त्यो हुन्छ, कतिलाई अब टिचिङको इन्ट्रेस्ट हुनसक्छ, होइन? कतिलाई यो भनौँ न सामाजिक कार्य हो, होइन? आफूले जानेको 2-4 कुराहरू बालबालिकालाई सिकायो भने राम्रो हुन्छ कि, होइन? भोलि उनीहरूले सम्झलान् सधैँको लागि भन्ने त्यो तरिकाले पनि लागि आउन सक्नुहुन्छ। अब यो तपाईँले भनेकै जस्तो स्कुलहरूले प्रणाली यी स्कुलहरूले नाफा कमाइरहेछन्, कति स्कुलहरू त्यस्तो एकदम घाटामा, अथवा सङ्ख्याको कुरा नगरौँ कि जस्तै घाटामा भएको स्कुलहरू धेरै चलिरहेछ। मेरो विचारमा के लाग्छ भने अब काठमाडौँ भ्यालीको कुरा गरौँ, लगभग 5,000 विद्यालय होला। अब यो 5,000 विद्यालयमा लगभग 70% भन्दा माथि विद्यालयहरू दुःखले चलेका छन्, होइन? अब बाँकी विद्यालयहरूले राम्रै चलाएका होलान्, फाइदा पनि गरेका होलान्, त्यस्तो लाग्छ। आधा फाइदामा आधा बेफाइदामा होलान् भन्ने तपाईँलाई लाग्छ? मलाई त्यस्तो लाग्छ। बेफाइदा आधै बेफाइदामा त हुँदैनन्, होइन? त्यही अघि भनियो नि, अलिकति अब दुःखम सुखम तलब पनि कम दिएर त्यो अवस्थाले चलेका होलान् जस्तो लाग्छ। त्यो तपाईँ आफै पनि विद्यालय सञ्चालक हुनुभयो कि, त्यो विद्यालय सञ्चालन गर्ने रहरले गर्ने हो त? घाटामा भएपछि त किन विद्यालय चलाउने त? यस्तो हुन्छ नि म्याम, अब काम गर्दै गइयो, पढाउँदै जाने क्रममा जस्तो हजुरसँग पनि अब काम गर्दै गयो भने ल यहाँ यस्तो खालको आएर रहेछ अपर्च्युनिटी, यो गरौँ न भनेर हजुरले मलाई प्रस्ताव राखिन्छ, अनि नाइ भनिँदैन, त्यसरी छिर्ने त हो नि जहाँ पनि, होइन र? त्यो तरिकाले हुने हो। अब यो निजी क्षेत्रको यो शिक्षण संस्थाहरूको सुधारका लागि चाहिँ के गर्नुपर्छ, कसले के गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? निजी क्षेत्रको सुधारको लागि? हजुर, यो निजी क्षेत्रको भन्दा पनि यो शिक्षण संस्थाहरूको निजी शिक्षाको सुधारको लागि अब मेन त यो करिकुलमै चेन्ज गर्नुपर्छ। अनि अर्को कुरो पहिला भनेको त सोसाइटी चेन्ज हुनुपर्छ क्या, सोसाइटी चेन्ज हुनुपर्छ। अब अभिभावकलाई कस्तो खालको भ्रम छ भने ठुलो विद्यालयमा पठाएर के नै हुन्छ भन्ने छ। सुरुमा नानीलाई भर्ना गर्नुभन्दा पहिला त्यो सोच्नुहुन्छ, होइन? अभिभावकले अनि पठाउनुहुन्छ 2 वर्ष, उहाँले बुझिसक्नुहुन्छ कि आफ्नो बच्चाको सुधार भएको छैन, तर पनि उहाँले त्यहाँबाट निकाल्न सक्नुहुन्न। किन त्यहाँबाट निकाल्नु भयो भने तपाईँको छिमेकीले सोध्छ कि फलानु स्कुल पठाइरहेको थियो, अहिले त आर्थिक अवस्था अलिकति कमजोर भएछ क्यारे निकाल्यो भनेर तपाईँले अर्को व्यक्तिले त्यसरी सोच्नुहुन्छ। त्यो सोचिसकेपछि त्यो बच्चाको इभन अभिभावकलाई त्यहाँबाट निकाल्न मन छ, तर त्यो निकाल्नलाई भित्री रूपमा चाहिँ त्यो समाजले दिएको छैन क्या। त्यो खालको अवस्था छ नेपालमा। आखिर पढाइ हुने त एउटै हो, त्यो चाहिँ अवस्था छ क्या। त्यो भएर सबैभन्दा पहिला निजी क्षेत्रको सुधार गर्ने हो भने हाम्रो सोसाइटी नै चेन्ज हुनु जरुरी छ। मैले अघि भने नि, अब हामी पढ्ने बेलामा के थियो, सबैका बच्चाहरू एउटै विद्यालय जान्थे, सबैको ध्यान एकैतिर केन्द्रित हुन्थ्यो, पढाइ भएछ कि छैन अथवा कसले कस्तो खालको चाहिँ पर्फर्मेन्स गरिरहेछ भने हेर्नुहुन्थ्यो हाम्रो बुवा आमा अङ्कलहरू सबैले। तर अहिले सामुदायिकतिर त पढे लेखेको मान्छेले हेर्नै नै छोडिसक्नु भयो, होइन? तर प्राइभेट स्कुलमा पनि अघि मैले भनेको कारणले यो खालको वर्ग भयो। यो खालको वर्ग भइदिएको हुनाले ठुला हुँदै गए, साना खुम्चिँदै आयो क्या।
अहिले तपाईँको श्रीमती अथवा म्याडम पनि सँगै पढाउनुहुन्छ, सँगसँगै एउटै पेसामा हुनुहुन्छ? एउटै पेसामा, हजुर। श्रीमान श्रीमती एउटै पेसामा हुँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ? अरूभन्दा फरक तरिकासँग एउटा टाइमहरू मिलाउँदा सजिलो हुँदो रहेछ कि अप्ठ्यारो हुँदो रहेछ? सजिलै हुन्छ नि, एउटै पेसामा पनि भयो र मोस्ट अफ द लामो समय उहाँले र मैले अब उहाँले एउटै संस्थामा काम गरिन्थ्यो। एउटै संस्थामा अब चाहे उहाँ फुल टाइम हुनु होला, म पार्ट टाइम भयो होला, होइन, त्यो आफ्नो ठाउँमा रह्यो। सजिलो पनि भयो। अब झन्डै 5 वर्ष त पोस्टमै बसियो, होइन, पोस्टमै बसेर विद्यालय हेरियो। मैले चाहिँ ठ्याक्क अब प्लानिङ दिन्थेँ, म्यामले ठ्याक्कै एक्जिक्युसन गर्नुहुन्थ्यो कि सजिलो चाहिँ हुन्थ्यो। जागिरे हुनु र म्यानेजमेन्टमा हुनुमा चाहिँ के फरक लाग्यो तपाईँलाई चाहिँ? जागिरे भनेको चाहिँ अब रोजगार भयो, म्यानेजमेन्ट भनेको चाहिँ स्वरोजगार भयो, त्यति फरक हो। आखिर काम एउटै हो, जिम्मेवारी अलिकति बढी हुन्छ, त्यति नै हो। हजुरको आमा हुनुहुन्छ? आमा हुनुहुन्छ है। हजुर। आमाले चाहिँ के भन्नुहुन्छ तपाईँलाई चाहिँ सानो बेलामा चाहिँ को कुराहरू चाहिँ के भन्नुहुन्छ, कस्तो गर्नुहुन्छ? आमासँग अहिले चाहिँ अब त्यति सानो बेलाको कुराहरू भन्नाले धेरै हुँदैन, त्यति हुँदैन, पहिलाको कुराहरू सम्झना हुँदैन। हजुर। अब कहिलेकाहीँ त भइहाल्छ नि। तपाईँलाई चाहिँ के छ, आमाको सानो बेलाको आमाको सम्झना चाहिँ कस्तो छ? सानो बेलाको? हजुर। अब आमा, अब बुवा त जागिरको सिलसिलामा बाहिरै जानुहुन्थ्यो के अरे, होइन। आमाले एकचोटि दाउरा बोक्ने बेला त्यो दाउराको भारीमाथि हामीलाई बोकेको चाहिँ याद आउँछ। अहिले पनि याद आउँछ है? हजुर। त्यो कुरा कहिलेकाहीँ आमालाई भन्नुहुन्छ कि भन्नुहुन्न? कहिलेकाहीँ भन्छु, भेटिनु भएको बेलामा। हजुर। आमाले चाहिँ के भन्नुहुन्छ त्यस्तो हुँदाखेरि? अब के यस्तो दुःख हुन्छ भनेर भन्नुहुन्छ। हजुर। दुःख त अब हामीले नि गरियो, घाँस काट्ने, दाउरा बोक्ने गरियो। हजुर। अब 10 कक्षा पढिन्जेलसम्म। हजुर। आमाको माया त एउटा मान्छेको जिन्दगीमा सबैभन्दा माथि सर्वोपरि भन्छ, त्यसरी हुन्छ होला? हजुर। हुन्छ। श्रीमतीको प्रेमको अर्थ चाहिँ के हुँदो रहेछ जीवनमा चाहिँ? श्रीमती भनेको अब जीवन साथी, हजुर, होइन, सुख दुःखमा हजुरको आधा बाँड्ने जस्तो त्यो हुँदो रहेछ। श्रीमती भएर जीवन सजिलो होइन, मेरो त अब जीवनकै अब आधार भनौँ न। अब बुवा आमा छोडेर यतातिर बसियो, होइन। अब बुवा आमालाई आउनुभन्दा पनि त्यो के नमिल्दो रहेछ क्या। अब दाइ एकातिर, दिदी एकातिर, म एकातिर, यही नै रहेछ जिन्दगी। अनि तपाईँको दाइ दिदी तपाईँहरू तीनजना एकै ठाउँ? दिदी पनि शिक्षिका नै हुनुहुन्छ। हजुर। एकै ठाउँमा कहिलेकाहीँ भेट हुन्छ कि हुँदैन? हुन्छ होला नि। तिहारमा। हजुर, तिहारमा चाहिँ भेट हुन्छ। त्यति बेला चाहिँ के कुरा हुन्छ तीनजना सँगै बस्दाखेरि? पेसाको कुरा हुन्छ कि पारिवारिक कुरा हुन्छ कि बच्चा बेलाको कुरा? पारिवारिक कुरा हुन्छ है। पारिवारिक कुरा हुन्छ, कहिलेकाहीँ पेसाको पनि कुरा हुन्छ। हजुर। त्यो प्रसङ्ग उठेको खण्डमा दिदी पनि शिक्षिका नै हुनुहुन्छ। हजुर। अबको समय चाहिँ, अब यसपछिको समय पनि शिक्षकै रहने त होला नि, होइन? के योजना अझै अब शिक्षण अझै गर्न सकिन्छ होला नि, 15 वर्ष जति त काम। 15 त्यो त तपाईँको आत्मविश्वासको कुरा भयो। हजुर। 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 तर प्राइभेट स्कुलको शिक्षकको चाहिँ फेरि टुङ्गो हुँदैन, समयले कहाँ पुर्याउँछ भन्ने पनि थाहा हुँदैन। अब एकचोटि म धन्दै थाइल्यान्ड जान लागेको थिएँ। हजुर। यो कति सालतिर हो, 2009 होला। हजुर। राम्रै अफर आएको थियो कि कलेजमै लेटर आएको थियो। किन रोकिनु? हजुर। किन रोकिनु? खै के भएर रोकियो, कलेजमै अफर आएको थियो। भनेपछि के गर्ने भन्ने कलेजले मलाई प्रस्ताव गरेको थियो, साथीहरूले भन्थे त जा भन्थे, म गएन। 2009 हो। हुन्छ, धन्यवाद धेरै। हस्, धन्यवाद। यहाँसम्म बोलाएर यसो आफ्नो कुराहरू राख्ने चाहिँ अवसर प्रदान गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।